हिरोको आत्मा को यसरी यसरी को बस्छ सुटिङमा होइन त्यस्तो होइन अजीब छ यार पत्याउने कुरा गर्नुपर्छ यार अलिकति हुँदैन मलाई झुट नबोल हेर मलाई बरु भन्थे दादा मेरो लभ परेको छ मलाई मेरो गर्लफ्रेन्ड हो कहाँ लभ पर्नु पर्यो होइन दाइ खै घाँटी छोएर कसम खा त कसम दाइ यार साथी हो अरे यस्ता साथी यार हामीलाई चाहिँ किन मिल्दैनन् यार हामीलाई किन भेटिँदैनन् कोही पनि गाउँको बाबु? साथी हो कि नजिकैको घर सपोर्ट गरिरहेछ ए ठिक छ नाइस त्यसो भए त ठिक छ भिडियो सिडियो बनाउन सपोर्ट भइरहेको छ त्यो एउटा ऊ गर्न खोजेको हो दाइ तर राम्रोसँग भएन कि झ्यापझुप हो कि त्यो खिच्ने मान्छे अलिकति कमजोर भयो जस्तो छ कि अलिक टाइम दिनुपर्ने थियो तिमीहरूलाई रिहर्सल गर्नको लागि होइन त्यस्तो ठिक छ यता सुन त यो रेकर्ड गर्नु त गयो तर के रेकर्ड गर्न गयो रेकर्ड चाहिँ के गरेर आयो खै सुना त होइन नमस्के मसँग साँच्चीकै भन्दैछु सुना त मेरो भाइ म पनि सुनौ न के खालको बना आज पनि पढ्छु भन्दा यो सबैलाई एसएमएस गर्दा त पनि नपर म पनि पढ्दिनँ इक्जाम कल गएर मोडी फिल्म मस्ती गरौँला ओइ त्यो केटीको नाम के हो भन्दैन बाटोमा गएर हान्दैन हल्का हल्का अलिअलि दाइ भएन यो त गर्ने तरिकै भएन अलिकति पछाडि गएर अलिकति जानु पर्यो यो खालको हुनु पर्यो कि यो अलिकति मुभमेन्ट टाइप्स हुनु पर्यो ए हाम्रो घर उसको घर नजिकै हो कि ए ठिक छ चल रेकर्ड सेकर्ड गर यस्तो गीत सित निकाल्न आइ त गीत आफ्नै च्यानलबाट निकाल्न आइ यसो सिकाइदिनु पर्यो कि मलाई कस्तो गाडी दाइले सिकाइदिनु पर्यो कि यसो होइन म दाइ गीत सिकिरहेको छ कहाँ अब म सिकाउला तँलाई यस्तो गाना सिकाउनु पर्यो कि एक्स तिमी थाक्छौ भन्ने खतरा खतरा गाउनु छ तपाईँले के हो को एक्स थाक्नु नि भाइ यस्तो थगाएर गएको मान्छे एक्स तिमी थाक्छौ कति पटक खोज्न खोज्छौ चन्द्रमा त हार्छु भन्नेवाला एकचोटि सुनाइदिनु पर्यो कि मार्यो त मार्यो ठिक छ त्यो आउँदैछ बिस्तारै त्यो आउँदैछ तर एकछिन कुरा सुन है मलाई त्यो अघिको तेरो साथीसँग बोला यहाँ लाइभमा बोला साथीलाई त्यो साथीसँग कुरा गर्नु मन छ बोला त्यो साथी घर त बाथी हो